है त म एउटा युवक हुँ, मैले गर्न सिकेको छु संस्कार। म एउटा युवक हुँ, मैले गर्न सिकेको छु संस्कार। सर्वप्रथम त छ यहाँ उपस्थित हुनुभएको सम्पूर्ण मेरो कोटि कोटि नमस्कार। यस कार्यक्रमको श्रद्धेय सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू, साथै यस कार्यक्रमलाई भव्य र सफल बनाउनका निम्ति आफ्नो कामलाई थातिरहेको पाल्नुहुने सम्पूर्ण महानुभावहरू, आज यशस्वी इन्द्रावती युवा क्लबद्वारा आयोजना गरिएको खुल्ला ट्र्याक एन्ड प्रतियोगिता सकेसँगै म पनि तपाईहरुकै साथमा केही मनोरञ्जन दिउँ भन्ने उद्देश्यले उपस्थित भइसकेको छु। तपाईहरुकै हँसिलो मान्छे प्रदीप तामाङ, तसर्थ स्वीकार्नुहोस् सम्पूर्णमा नमस्कार। मलाई लाग्छ यो गजलले तपाईहरुलाई नचाउन त नचाउँदैन, तर पनि यस गजलले तपाईहरुको मनमा खुसी अनि आनन्द दिन्छ भन्ने मैले आशा राखेको छु। हाम्रो आजको रातको समय पनि ढल्किँदै गएसँगै म ढिला नगरी मेरा गजल पस्काउन चाहन्छु। गजल हिँड्दा हिँड्दै जिन्दगी नै थाकेको छ, हिँड्दा हिँड्दा हिँड्दै जिन्दगी नै थाकेको छ, बाटो भरि नै तुवालोले ढाकेको छ। जिन्दगीको यात्रा अझै बाँकी नै थियो, जिन्दगीको यात्रा अझै बाँकी नै थियो, बीच बाटोमा कोही आएर बसेको छ। हिजोसम्म म एक्लै थिएँ, हिजोसम्म म एक्लै थिएँ, आज तिमी आयौ, त्यसैले त जीवन चलेको छ। सोच्ने गर्छु तिमी एउटा राजकुमारी हो, सोच्ने गर्छु तिमी एउटा राजकुमारी हो, त्यसैले त यो जिन्दगीले खास माया पाएको छ। जोडेको नाता कहिल्यै नटोड्नु, जोडेको नाता कहिल्यै नटोड्नु, जिन्दगीभरि साथ दिने बाचा यो प्रदीपले राखेको छ, जिन्दगीभरि साथ दिने बाचा यो प्रदीपले राखेको छ। धन्यवाद। गजल एकदमै छोटो रह्यो, तर पनि यो गजलले तपाईहरुको मनमा खुसी अनि आनन्द दियो होला भन्ने आशा राखेको छु। त्यसैगरी कसैको जीवनमा सम्बन्धित भयो होला भन्ने पनि मैले आशा राखेको छु। अब भने म ढिला नगरी आउँदै गरेको नयाँ वर्ष 2022 सालको सम्पूर्णमा शुभकामना दिँदै आज भने म यस स्टेजबाट तपाईहरुकै हँसिलो मान्छे प्रदीप तामाङ ओझेल बन्न चाहन्छु। हवस् त, धन्यवाद।